हेलो गाइस, गुड मर्निङ है। आज फेरि म भ्याइरहेको छ तपाईँहरूको सामु भिडियो लिएर होइन। अनि आज चाहिँ अलिक त्यति बेसी घाम पनि छैन त गाइस, त्यति बेसी घाम पनि छैन। अनि ठिक्कको भइरहेको छ पनि मजाको। अनि त्यही हो गाइस, सो यहाँ हेरिहाल्नुहोस् यसको चट्टीकला जहिले पनि यस्तै हो। के छ, तँ के गर्दैछस् अहिले? भिडियो बनाउँदैको। यहाँ चाहिँ कुनै कसको लुगा रहेछ, तलपट्टि फ्ल्याटको लुगा होला होइन, झन्डै टिपेँ गाइस मैले। अघि मैले टिपेर लगिदिनु भयो होइन, म चाहिँ सोचिरहेको छु। ओहो, हाइवेमा काम धमक धमक भनेर दम 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 चलिरहेको रहेछ, बस कुदिरहेको छ गाइस है। यस्तै छ। खाजा खाएँ कि भन्दैछ गाइस हो। खाएको छुइनँ। अनि त्यही सत्य भन्दै अब चाहिँ आज पनि गर्न जाने। हिजो गएको थिएँ म 1 महिना म्याक्सिमम भन्यो भने म यहाँ 1-2 महिना होला यस्तो गइ बस्ने रन होइन, गएको भने किन भन्दाखेरि यस्तै छ गाइस है। अनि त्यही हो गाइस, के हुन्छ देखाउनेछु यता गाइस। गोलकिपर हो। अनि मेरो यहाँ स्पेसियल कुन चाहिँ छ मेरो देखाइदिइहाल्छ। होइन एउटा एउटा क्या, एउटा हुन्छ नि त मान्छेको। मेरो एउटा बेस्ट। मैले कस्तो साह्रो परेर पाएको क्या मैले। म सेमी फाइनलमा च्याटचुट भएको थिएँ त्यसको लागि। भएन क्या, भएन। त्यो त सँगै भएको, तर सेमी फाइनल म च्याटचुट भएको थिएँ क्या गलेर। बेस्ट प्लेयर भएन, च्याटचुट भएको थियो गाइस। यो यता देखा, यो पाउँदा चाहिँ गाइस होइन यस्तो डर थाकेको थिएँ। सेमी फाइनलमा चाहिँ डर लाग्दो भएको थियो क्या म्याच। यो पाउँदा चाहिँ नि सेमी फाइनलमा च्याटचुट भएर फाइनल पुग्दाखेरि चाहिँ मैले पाएको क्या। अनि सेमी फाइनलमा राम्रो खेलेर भयो। बेस्ट प्लेयर अगाडि दिन्थ्यो। दामी छ, दामी दामी मजाको छ क्या गाइस। अब चाहिँ गाइस यसले यहाँ मिलाउँदैछ होइन। अनि ओए के मिलाएको, के मिलाएको हो, के मिलाएको त्यो छोड्दै आएको थियो। यहाँ यो टक्क मिलाउँदैछ गाइस है। अनि मौसम चाहिँ हल्का हल्का घाम पनि लाग्न थाल्यो चाहिँ। ओ दामी भयो। अब उता एउटा दामी दामी आम्बो खाँदैछ भाइ। ओ भाइ तँ हेरेको गरे चाहिँ अब भने चाहिँ मैले चाहिँ अब होइन खाना खाएको देखाएन। मैले यो खानासाना खाएँ। अनि मम्मीहरू चाहिँ पर्खिनु भइरहेको छ होइन खानासाना खानुको लागि। अब मम्मीको साथी अनि मितामा होइन, हाम्रो चाहिँ मितामा। सो गाइस केटाहरूले मजाको बनाएछ होइन। यस्तो दुःख सुख गरेर यस्तो यस्तो टालेर सालेर एउटेर दामी भयो। ठिक छ होइन, मनपर्छ मलाई यस्तो गऱ्यो भने गाइस होइन। काम गर्नु पऱ्यो नि त, काम गर्ने नि त राम्रो देख्छ होइन। अनि सो यस्तै हो। अनि यो चाहिँ प्यान्ट खोल्दैछु हेर्नु न, गर्मी भएर नानी लिएर आएको अरे हो। फेरि आम्बो बक्सरम्यान निमा थामङ पो रहेछ त। ए फुच्चे के पढिस्, के पढिस्? अनि डुबे चाहिँ यहाँ सही डुबे। के छ हाल खबर? मितामाहरू आयो। भोक लागेको छैन तँलाई? लागिरहेको छ मलाई आज नि। भर्खर भिडियो एडिटिङ गरेर बसेको। भोक लागिरहेको छ मलाई थाहा छ नि यसलाई। म मात्रै खाना खाने, म त भोक लागेको थियो गाइस, मैले त खाइदिएँ होइन। अब मितामाहरू पुरा यो आउनुहुन्छ होला होइन। अनि गाइस आएर भेटेछु म देखाउनेछु होइन। अनि बल चाहिँ यहीँ छ होइन, भरपेट जानुपर्छ आज। अलिकति टाइम पायो भने चाहिँ यहाँ हो त्यही हो। त्यसो गाइस घाम टन होइन, बिहानसम्म अलिक भए पनि ठिकै थियो। अहिले टन बेसी कडा भयो क्या। ल गाइस
अहिले भेटेछ है त चाहिँ अब चाहिँ मम्मी नानाहरू पनि भएको छ होइन अनि भाइ चाहिँ आएन रहेछ के छैन देखाउने छ है त सिधा जाने होइन अनि जाँदा 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 टक्कै नाना नाना हो नाना यहाँ हेर्नु नाना हेलो मम्मी मम्मी आउनुभएछ डक्कसँगले होइन जाममा फसेर भन्नुहुन्छ हाम्रो भाइ चाहिँ अब ठिकै छ भाइ आउँछ नेक्स्ट टाइम होइन मम्मी मम्मी चाहिँ आउनुभयो मम्मी दिदी अनि अर्को दिदी आउनुभएको छ होइन अनि अब भाइ चाहिँ कहिले आउने अब चाहिँ म निक्लेको होइन म चाहिँ कहाँ निक्लेको भन्दा प्र्याक्टिस निक्लेको अनि अहिलेको चाहिँ दामी भएको छ होइन हल्का घाम लागेको अब घाम चाहिँ डुब्दैछ होइन फुचे गाडी हेर्दै गरेँ अगाडि आउँदैछ अनि स्कुल गएछ आज स्कुल गएर मजा आयो मजा हो यस्तै हो होइन अनि अब भ्लगसक भन्नु चाहिँ अहिलेसम्म चाहिँ यस्तै भइरहेछ अनि सबैसँगले अब ग्राउन्ड जाने अनि प्र्याक्टिस स्याक्टिस गर्ने होइन के भन्छ भाइ हो है अनि यो चाहिँ भर्खर स्कुलबाट आयो नि त यो स्कुलबाट आएको कारण चाहिँ के हो भन्दाखेरि यो चाहिँ स्कुल चाहिँ किन गएको आज किन गएको त्यो स्कुल किन गएको त स्कुल किन गएको पढ्नुलाई गएको ए लगाइ आज चाहिँ मजा आउने भयो होइन अनि मितामाहरूले गर्दाखेरि अलिकति अब मम्मीहरू त खोइ मम्मीहरू बस्छ होला होइन म त बस्छु भनिकन आएँ होइन त्यही गाइस मैले चाहिँ आज मजाले प्र्याक्टिस गर्ने खोलेर हो कि भाइ हो कि भाइ लगाइ प्र्याक्टिस स्याक्टिस हान्ने मजाले त्यसले चाहिँ मलाई के सुनाउँछ भन्दाखेरि लु सुन त के अरे स्कुलमा को आएको थियो अरे जोडले भने जोडले सुन्दैन क्या गाडीले कुदेर दिदी आएको थियो दिदी दाजु साथीभाइ सबै भेटिस् त मिलिस् बोल्दै रहेछ मजाले जोडले भन्न सुन्दैन कस्तो के भन्यो केही न केही साथी भन्यो ओ संस्कार भन्यो तेरो नामबाट बोलायो तँ पनि यस्तो तँलाई साइकल किनिदिन्छु यस्तो हम्बले साइकल कुदा ल कुदाउँछस् लगाइ त्यसले सुन कुदाउँदिनँ भन्छ त यार कस्तो अचम्म म चाहिँ गाइस अहिले भन्दा यहाँनिर अब चोक आइपुग्न आँटेँ होइन अनि चोक भने ट्राफिकै भनौँ न अनि यहाँ चाहिँ चोक भनेको चाहिँ गाइस होइन 3टा बाटो छुटेको चोक भन्छ अरे 2टा बाटो छुटेको चोक भन्छ अरे एउटा बाटोलाई चाहिँ के भन्छ होला बी चोक होला है गाइस ड्रेस होइन ड्रेस के ड्रेस ल्याउ अहिले आउँदा हेर्नुपर्छ अब ल दिएको छ ल चाहिँ यसको त्यो लुगाको टेन्सन भन्छ स्कुल युनिफर्म अहिलेसम्म चाहिँ यो 2-3 कति दिन भयो स्कुल गएको 3 दिन जस्तो भयो अनि 3 दिन जस्तोमा चाहिँ यसको ड्रेस बिना गएको नि त यो है गाइस अनि त्यो भएर अनि अब टक्कसँगले यसलाई चाहिँ ड्रेस दिने पुरा टेन्सन भइरहेछ क्या यसलाई अहिले होइन टेन्सन भएको होइन यसलाई टेन्सन भइरहेछ अनि त्यो भएर है त है मेरो भाइ हो भन् हो गाइस उतैतिर भेट्नेछ है ल गाइस यहाँनिर चाहिँ भाइले दामी खेल्छ है अब विदाउट बुट ला के भयो फेरि एकखेप उदाइलाई पनि दियो 46 ओहो हो हो र ए नेमारको फ्यान खोइ बुट खै बुट ल त्यो पर प्र्याक्टिस चलिरहेछ हो आकाशको परी कहाँबाट झरी भइरहेछ गाइस फोटो सेसन गोल 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 भाइले गोलै हाल्दैन यार हाल्दैन त होइन गोल अन्त त्यो 100को टाइम त हिजो चाहिँ ह्याट्रिक हालिदिएको होइन नि त मैले ह्याट्रिक हालिदिएको हिजो अनि त्यो दाले ह्याट्रिक हाल्यो तपाईँ 2 गोल हालिदिएको भयो मजा आएको थियो खेल्नु गोल 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 दामी गोल विराज दा यहाँ चाहिँ स्किल दिँदैछ अन्त बुट लाउनु न ओए ओए
अहिले मैले प्र्याक्टिस सकेँ अन्त टक्कसँग यहाँ भाइसँग हेलो भाइ हेलो खोइ मजाले भन न रात परिसक्यो होइन रात परिसक्यो भन गाइस अहिले भेट्ने छु है म पुरा थाकेँ बोल्न सकेको छुइनँ ल गाइस पुचे गाडी हेर्दैछ अहिले चाहिँ हो सो दामी गाइस होइन जाँदै थिएँ हो अनि म पुरा थाकेको थिएँ त म चाहिँ यहाँबाट जाँदा जाँदै के भयो भन्दाखेरि चाहिँ नि मैले फ्यामिली भेट्दै गाइस आम्बो हो मम्मी यहाँ नाना ऊ जाङ ऊ यहाँ ऊ पर डुपेहरू सबै मम्मी छ होइन फुटबल खेल्नुमा गएको तपाईँहरू चाहिँ कहाँबाट आउनु भएको ए हो नानाले त झन् ब्याक गोल गोल पो हाल्छ नि नानाले ट्याममा होइन नाना कम्प्युटर चलाउने पुरा बानी भयो गोल त चट्टै गाइस हो अनि यसरी भेट्यो डुबे यहाँ छ होइन त्यही हो म त प्र्याक्टिस थाकिरहेको बेलामा अब भन्नु होइन हल्का अब त्यही हो ल हामी जाँदै गर्छु तपाईँहरू उयो गरेर आउने ल गाइस घरमा है म चाहिँ अब भने घरमा आएर पनि फ्रेस फ्रेस भएर पनि बसिरहेको छु गाइस अनि मम्मीहरू चाहिँ पर चोकबाटै उता जानुभयो होइन मम्मी नाना अन्त मितामा पनि हुनुहुन्छ मम्मी नै हो अनि चाङ त्यहाँ डुबे पनि छ सो गाइस त्यो अनि टक्कसँगले चिनीको चिया हो अनि यसमा थियो अलिकति मम्मीले राखिदिइरहेको छ अनि फुचे यहाँ छौ भित्ती हेरेको अरे अनि मम्मीले राखिदिएको चिया चाहिँ टक्क सादा रहेछ अन्त मैले चाहिँ टक्क चिनी हालेर उमालेर अलिकति टक्क हालेको आहा गलेको बेलामा त होइन गाइस छुट्टै भिन्नता हुन्छ भने जस्तै हो क्या मजा आयो अनि फुचे फुचे यो चाहिँ चिया सकेछ हो चिया खाने मुख बिगार्छ चिया हात लाउँदैन छि अनि हो फुटबल खेल्न जान्छ यो मसँग अनि आएर पढ्यो सक्यो पनि होमवर्क सक्यो भाइ अब कतिवटा छ एउटा छ हो लु 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 नफटाइ बुकहरू कम्ती महँगो छैन ल फुची छिटो त्यहाँ घोप्टिन्छ त्यसमा फेरि ल ल ल पढाएको छैन कुन पढाएको छैन नपढ्ने पढाएको सब्जेक्ट चाहिँ पढ्ने भने जस्तै हो तर नपढाएकोहरू पनि यसो ट्राई गर्दै गर अनि त्यही हो गाइस होइन अनि यहाँ चाहिँ डुबे छ अहिले घर डुबे रे सरी चेङ्गा छ यहाँ ओ यस्तो चाहिँ यस्तै हुन्छ गीत गाइस दामी छ यो चाहिँ यसले चाहिँ यस्तो गीत बजाउनु चाहिँ मलाई पनि मनपर्छ होइन गाइस अनि त्यही हो मौसम भनेको त यस्तै छ होइन अनि त्यति राम्रो भ्यू पनि निक्लिँदैन तर के छैन मैले अहिले सकेसम्म देखाउने हो होइन गाइस अनि थाको यहाँको मान्छेले थाको भनेर म पनि थाको भन्ने भइसकिसक्यो क्या गाइस यो बानी हो होइन चेन्ज ओहो आज त यार केही बनाएको छैन गाइस केही पाकेको छैन यो दिउँसोको होला यो सब्जी होइन दिउँसोको सब्जी अब के हो बनाउने हो यहाँ दुध रहेछ होइन यहाँ दाल साल के होला खोइ आज त खाना पनि छैन यार खाना पनि छैन के भन्नु मम्मीहरू आउनुहुँदैछ पकाउनुहुन्छ होइन अनि सबैजनासँग सँगै खाने खास त मैले पकाउँदा हुन्छ तर जान्दिनँ त गाइस खाना पकाउनु त आउँछ सब्जी पकायो भने त अहिले फेरि त्यो चाहिँ आफू त्यही हात सब्जी पकायो भने कस्तो हुन्छ के हो होइन क्या अनि त्यही हो र अहिले मम्मीहरू आएपछि भेट्नेछु गाइस अनि म एन्ड पनि हान्दैछु भिडियो होइन मम्मी आएपछि होइन मम्मीहरू आएपछि सो के हुन्छ मम्मीहरू के लिएर आउँदैछ हेर्ने गाइस के भन्छस् हो भने यस्तो छ नि ल गाइस अहिले भेट्नेछु है त यो चाहिँ यस्तो छ गाइस अगाडिबाट यहाँ नि यस्तो बुद्धि लाएर अर्ग्यानिक स्टाइल चाहिँ दामी दामी केले बनाएको है होइन ल गाइस अहिले भेट्नेछु है एउटा कुरा भनौँ भाइ पर्खिरहेको छ घर हो यसो भन्ने चाहिँ मैले भनिरहेको थिएँ होइन मम्मीहरू पनि ठिक्कै हुनुभयो अनि यहाँ चाहिँ के लियो भनेर हेरौँ भनेको खोइ के लिनु भयो आहा अनि यस्तै छ हाम्रो चाहिँ भाइ चाहिँ आएको छैन होइन भाइ आएको भए देखाउँदै रहेछ है भाइ आएन अनि के छ घरमा एक्लै छ भने त्यो अनि मैले मम्मीहरूलाई चाहिँ भन्नु भएन जोक अब भन्नु चाहिँ अघि फोन गरेर भन्दै थियो हो एक्लै बस्नुपर्छ कोही बेला यता हेर ला अहिले सर्ट गरेँ क्या यहीँ म पनि यस्तो चाइल्डहुड लाइफ
के भन्छ हौ त्यस्तै थियो होला गाइज है तपाईँहरू कस्तो थियो गाइज कमेन्ट गर्नु होला गाइज गाइज त्यही भन्छ अनि आज भिडियो चाहिँ म राख्न चाहन्छु सो भेट्नेछु भोलितिर होइन गाइज